एउटा मान्छे क्या यार कतै जानु थियो रोडमा निस्केर गाडी पर्खेर रहेछ एकछिनमा गाडी आएछ क्या अनि गाडी रोकेछ यसो गरेर गाडी पनि रोकियो गाडी चढ्यो भित्र सिट खाली रहेछ ठपक्क बस्यो मरे त्यो आइ मान्छेलाई त्यो पखाला लाएर चाहिँ पेट कटक्क खाएर चाहिँ नि दिशा आउन लागेछ अन्त त्यो आइ मान्छेले गुरुजीलाई भनेछ ड्राइभरलाई ए गुरुजी रोक्नु न रोक्नु रोक्नु मलाई दिशा आयो भनेछ अनि गुरुजीले भनेछ यहाँ त गाउँ एरिया हो अलि पर जङ्गलमा पुगेर दिशा पिसाब गरौँला भनेर गाडी नरोकिकन हुइँ हिँडाएर लगिहाल्यो उसलाई खपिसक्ने भएन अब एक गुरुजी रोक्नु न रोक्नु भन्छ गुरुजी त्यही भन्छ यहाँ त गाउँ हो त्यहाँ अलि पर गएर रोकौँला भन्छ उसलाई केही सिप नलागेपछि अब कहाँ छेर्नु त नि निस्किनै लागिसक्यो अब हेर निस्किनै लागिसक्यो अनि उसको पाला एउटा उपाय रचेछ अनि त्यो बसको झ्यालको सिसा स्वाट सारेर चाक यत्रो बडा चाक त्यहाँ टाँसेर बाहिर पुचुर छेरिदिएछ गाडी हिँडिरहेछ है पुचुर छेरेछ गाडी हिँडिरहेछ अनि त्यो बाटो हिँड्ने दुईजना मान्छेले देखेछ अनि एउटाले भन्दो रहेछ अरे बाफ्रे हो कत्रो बडा गाला भएको मान्छेले छाड्यो है अनि अर्कोले भन्दो रहेछ होइन हौ त्यत्रो बडा गाला छ नाक चाहिँ छैन त